घुम्न निस्क्यौँ झोलासाला प्याक भयो यता बाइक रेडी प्रकाश साथी उता भुषाल यता म रेडी भयो अब प्याक पनि रेडी भयो अब निस्किन्छ है त ल फाइनल्ली हैन हिँडिसक्यौँ घरदेखि अब हामी बुटोल पुग्न लाग्यौँ सर र मेरो लुक चाहिँ यस्तो छ टोपी चाहिँ मलाई सुहाएन होला यो प्रकाशको टोपी हो मैले यस्तो बाटोमा लगाएको चोर चाहिँ देखेँ यस्तो ला केही छैन पहाड चाहिँ भुषाल आउँदैछ भुषाल फेरि सिङ्गल राइड अहिले भुषालसँग चाहिँ अहिले बस्छ आज हेरौँ है हामी चाहिँ अब मनाङ आज हामी कहाँ पुगिन्छ थाहा होइन जहाँसम्म पुगिन्छ त्यहाँ गएर बसिन्छ के को हतार छ र चिलमा जाने हो चिलमा आउने हो कि सिर्जनलाई नि पिक गरिसक्यो हामीले अब चाहिँ हाम्रो बाइकमा तेल हाल्छौँ अहिले हामी चाहिँ अब सिद्ध बाबातिर आइसक्यौँ आउने बित्तिकै ऊ लाइन लस्करै देखियो होला अगाडि जाम छ जस्तो छ है त्यो जाम भयो भने फेरि दिमाग खराब हुन्छ है जाम भयो भने हामी चाहिँ निस्क्यौँ अब सर र मनाङ है मनाङ तिलीचोक ट्रेकिङ गर्ने भन्ने छ के अरे अहिलेसम्म हिँड्ने पार्टी त कोही पनि छैन यहाँ हिँड्ने त कोही पनि छैन तर हामी ट्राई गर्छौँ हिँड्ने तिलीचोक पुग्छौँ यही हो छिर्ने बित्तिकै धुलो खान सुरु भयो पाल्पा हामी पाल्पा प्रवेश गरिसक्यौँ हामी कुन रुट जाने भन्ने हामीलाई थाहा छैन सिङ्जा भएर जाने कि पोखरा भएर जाने बिचबाट चाहिँ अब बिचबाट एउटा सर्टकट बाटो त छ तर हामी अझै अहिले चाहिँ डिसाइड हुन्छ केटासँग उतापछि यो बाटो हिँडेछु असम्म धुलो नआएको कहिले मैले पनि जन्मेदेखि यो बाटो हिँड्ने मैले बहुचोटि हिँडेँ यो बाटो होइन अहिलेसम्म यो जाममा अनि धुलो नआएको त मैले रेकर्ड छैन सुरुङ मागेर त आउँदैछ माथिल्लो सिद्ध बाबा पनि आयो ठुलो मन्दिरै सिद्ध बाबा यो चाहिँ ठुलो सिद्ध बाबा हाम्रो राइड राम्रोसँग होस् है यो हाम्रो सुरुङ मार्ग है हाम्रो सिद्ध बाबाको बन्न त बन्यो भन्छन् खै के हो डर मान्छे त वाइल्ड छ तर सिद्ध बाबामा झार सुरुङ मार्ग अगाडि गाडी छ तर कहिले ओपन हुन्छ थाहा छैन ल सुरुङ मार्गको फेरि अगाडि निस्किन्छ अगाडि नै हुन्छु म बाटो यस्तै छ साङ्ग्रो बाटो कहाँबाट कत्र पहिरो खस्छ थाहा हुन्न लास्ट पहिरो खस्छ यो बाटोमा फेरि तल फेरि यस्तो भिड हो सिधै बाटोदेखि तल भिड यहाँ सुरुङ मार्गको निस्किने ठाउँ छेउबाट एकदम म ड्याम देखाउँछु यो चाहिँ हाम्रो बुटोलको ड्याम है सिद्ध बाबाको दामी छ यी केटाहरू यता आनै सिद्धला पुगेछ छ हामी चाहिँ नास्ता खाएर निस्क्यौँ अर्को भ्लगर दिशान भुषाल है सिर्जल प्रकाश हामी चाहिँ मनाङ नास्ता खाएर अब चाहिँ निस्किनु हामी ल हामी अब तानसिन पुग्न लागिसक्यौँ अब तानसिन धेरै किलोमिटर छैन यहाँ 2-3 किलोमिटर होला पोखरा चाहिँ 120 किलोमिटर रे अब हामी कोही नि रोक्दैनौँ सरर गइन्छ हामी अहिले 4 जना भयौँ तर 4 जनाको ठाउँमा हामी सबै साथीहरू भएको भए झन् रमाइलो हुन्थ्यो तर के गर्ने केटाहरू चाहिँ बाहिर सबै तर ब्लग हेर केटा हो तिम्रो छैन तर के गर्ने सोचौ यहीँ छौ भनेर वाइल्ड जाममा गऱ्यौँ बल्ल बल्ल खुल्यो खुलेर हामी जाँदैछौँ अब ए तँभन्दा मकमबाला आइज क्या झगडा त्यहाँ जाम भएको है गाइज पुलिस ठ्याक्कै छिन् अगाडि यता चाहिँ प्रकाश छन् पहाडी बसेन अब म चाहिँ बाइक चलाउँछु ल ल हामी चाहिँ अब हिँड्यौँ हामी चाहिँ सिङ्जाको बाटो नगएर यताको बाटो आयौँ यो बाटो चाहिँ धेरै सजिलो छ नि त बाटो पनि धेरै राम्रो छ त्यही भएर यो बाटो आयौँ हामी त्यो सिजलले यति धेरै कपडा लिएर आएछ कि त्यो ब्याग बोक्दा बोक्दा साइको भयो क्या अनि त्यो अहिले मामेलाई बसालिदियो मामे नि साइको भइसके त्यसलाई घरदेखि निकाल्दै जस्तो हो के यति गरुङ्गो अनि भुषालले ओटा खानु के लिएर हाले यति गरुङ्गो हामी 3 जनाको केही गरुङ्गो होइन होला त्यसको सिङ्गलको यस्तो गरुङ्गो हो कि त्यसको एक्लै के छ केटा हो यसरी लडेँ म अनि यस्तो देखेँ जस्तो सेम के थ्याङ्क यू भाइ यो बाटो चाहिँ दामी रहेछ के लास्ट हाम्रो उताको त साङ्ग्रो गयो त साँप जस्तो घुम्डी साइकै भन्थ्यो
यो बाटो चाहिँ खुल्ला, केही पनि हिँड्दैन, चिलमा हिँड्न पाइन्छ। भुसाललाई अगाडि अगाडि हिँडौँ, ट्याक्क यसको कन्टेन्ट पनि हुन्छ कि अगाडि अगाडि हिँडेको ट्याक्क केही भयो भने। अघिसम्म सिर्जलले चलाएको थियो, अहिले चाहिँ फेरि भुसालले चलाइरह। उनीलाई फ्लाइ बाई दिउँ है त एउटा मिठो। हारो 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 10 जिस्काको मात्र है। हार्यो हार्यो ल त्यसले मलाई फलाइदियो फेरि। ल हामी मुस्ता के अरे मनाङ कुन बाटोबाट जाने यो? नै मनाङ मनाङ कता आइज? सिधै हो र? हजुर हस् धन्यवाद बुवा। बुवाले चाहिँ हामीलाई हेल्प गर्नुभयो किनकि हामीले ब्याग स्याग बोकेर आएको थियौँ नि त, अनि त्यही भएर टाढाबाट आएको होला हाम्रो रोकेर चाहिँ बाटो भनिदिनु भयो। होइन मान्छे यस्तो नि चाहिन्छ कि गई गई त कस्तो स्वार्थी हुन्छन् नि होइन। तर बुवाले चाहिँ आफै रोकेर भन्नुभयो कि हामीले सोधेको नि होइन, भुसालले त पसलमा सोध्न गयो, आफै रोकेर भनिदिनु भयो। नेपालमा 32 फिट गर्ने स्टाइल जेसीबी माथि चढेर हो। नेपालले पायो भने गर्छ नि त, नेपाली हो नि त। खानी होस् रेडबुल। चोकमा फेरि थाहा होइन हामीलाई, फेरि सोध्यौँ आन्टीलाई। कोरिडोर हुँदै जानलाई के हजुर त्यो गण्डकी ढिक हुँदै जानलाई यता जाने कट्टाडा आन्टी कट्टाडा ए हो र? यो बाटै बाटै नछुटिन्छ नि यो बाटो? हस् धन्यवाद। हस् हामी चाहिँ बाटो नयाँ हो, त्यही भएर चाहिँ मलाई सोध्दै हिँड्नु पर्ने। फेरि यहाँ पनि एउटा चोक छ, अब यहाँ पनि सोध्नुपर्ने होला। यस्तै हो कि थाहा नभएपछि हुन्छ नयाँ ठाउँ, यसैमा रमाइलो छ। धन्यवाद दाई। म चाहिँ ब्याक टु पछाडि आइसकेँ। लास्ट अप्रोच लास्ट धुलै धुलो यो लास्टै यस्तो बाटो पोखरा पुग्न धेरै छैन, अब त्यही लगभग 10-15 मिनट पछि पोखरा पुगिन्छ। यो गिडी बाटो देखेर त मलाई झोलै छ कस्तो लाग्छ लोटेर लोटेर बाइक बनाउँदै है विशाल? कस्तो लाग्छ लोटेर? लोटेर झ्याउला थियो लोड देख्यो। फाइनल्ली हामी चाहिँ पोखरा पुगेर होइन, पोखरा पुगेर अब नास्ता सास्ता खाएर हिँड्यौँ। म चाहिँ खासै भ्लग बनाएन, यहाँ छौँ। अहिले फेरि मैले चलाइरहेको खासै भिडियो त बनाउँदामा सिधै अब मनाङ गरेर मैले चाहिँ लङजुङ पुगिसक्यौँ। आज बेसी सहर पुगिन्छ मामे, दुसपट्टि ढिलो गरेन अहिले चाहिँ राम्रो गयो होइन भुसाल? आज बेसी सहर गरेर बस्ने होइन, रात नपर्दा होइन राति यस्तो हुन्छ क्या, राति नराम्रो बाटो भयो भने त्यो हुन्छ। पिचमा चलाइदिनु अफरोड आएर नचलाउनु भन्छु मैले, मेरो नि हेर्न त्यही त तैँले मैले चलाऊ। यो जिमको ठेला हो नदेख बाइक चलाएको ठेला मेरो त मेरो बाइक के हो सिधै सिधै बाटो चाहिँ सबै पिच्छा अरे। बाटोमा 100-200 मिटर चाहिँ मात्र अफरोड हो। यहाँबाट चाहिँ ढ्याक्क पुरै खोला बवाल देखेछ है। बाटो चाहिँ राम्रो रहेछ, सोचेको भन्दा चाहिँ बाटो धेरै राम्रो रहेछ। म त पुरा अफरोड होला भन्थेँ, त्यस्तो रहेनछ। यहाँको पानी त फोरो फोरो रहेछ। हामी चाहिँ खाना खाना बसेको, मामे चाहिँ पानी हाल्यो भने पानी वाटर खानालाई सब रेडी गरेर म पनि नुहाएर सबजना नुहाएर खाना खाना झरेकै। अब हामी चाहिँ बेसी सहरमा पानी हालेको स्टाइल
प्रकाशको यसले खान क्या पाउँदैन खान्छ मजाक गरेँ कि यसको नि ब्लग चलिरहेको है यता मिठो होला जस्तो हामी चाहिँ अब बेसीबाट निस्किन लाग्यो रेडी भइसक्यो सबै अब तत्काल निस्किने हो त बाइक पनि रेडी भइसक्यो पोलिस साइड गरेँ हम सिजल पनि रेडी म पनि रेडी भयो विशालले त ब्लग बनाइरह अनि चाहिँ गहन यस्तो हामी होटेल मोराङ गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा बस्थ्यौँ ट्याक्क लाएर राम्रो थियो हामी चाहिँ अब बाइक स्टार्ट भयो ट्याक्क निस्किने त्यो ल गाइज हामी चाहिँ फाइनल्ली बेसी सहरबाट हिँड्यो आज चाहिँ मेरो लुक्सै चेन्ज छ है म चाहिँ बसिरहेको छु आरामले विशालले चाहिँ बुलेट चलाइरहेको छ मामे बसेछन् सिजरले चला म बस्यो मेरो मनाङै बसिन्छ अनि यहाँ मनाङ बसिन्छ भोलि चाहिँ खान्छार होइन भोलि बेस क्याम्प पुग्यो भोलि बिहानै उठेर बेस क्याम्प अनि पर्सि टोक लेक अनि त्यसपछि चाहिँ पर्सि बिहान सरर खै बाटो चाहिँ लास्टमा गयो म पनि हिँड्ने म झर्थेँ होला सिजल चलाउनु चाहिँ साथी मलाई मलाई चाहिँ भरोसा थियो सिजलको तर चाहिँ किनकि कन्टेन्ट हुन्छ कि लोड कि भनेर मैले भनेको म त भुसाले लोड आउँछु नहुँदै थिएँ जहाँ उसले जाने यत्तिकै उस भएको थियो त के भन्छन् पल्टे लास्ट पोल्टे भएको थियो लागिरहेको थियो किन सामान पनि बढी छ नि त त्यो मान्छे झरा भनेको पहिले भुसालले उ के अरे लौकाल चाहिँ त्यहाँबाट उल्टो बाटो हालेर रोके पानी रहेछ नि आज जुत्ता वाटर प्रुफ भयो भने साथी बचाउनु पऱ्यो नि जुत्ता त होइन र मेरो लुक्स चाहिँ आज खै अर्कै देखियो कस्तो देखियो मामेमा टोपी यो चस्मा गाना बजाउनु स्पिकरमा सुन्दै जाम अब त कपिराइट लाग्छ नि फेरि यार भिडियो बनाउनु चाहिँ मिल्दैन फेरि है जाम यो लाग्दैन हाइड्रो पावरदेखि गुफा छिर्नलाई यो फर्स्ट टाइम है फर्स्ट टाइम हामी सुरुङ मार्ग छिर्दैछु भन त बुटोलमा नि बनिरह तर कस्तो चिसो मजा आयो लगाइछु म चाहिँ अब बाइकमा आएँ प्रकाश र म प्रकाश चाहिँ पछाडि बसिरहन् विशालहरू चाहिँ अगाडि गइसके बाटो चाहिँ अफरोड सुरु भइसक्यो हिसाबमा त पुरा चिल्लो देखाएको थिएँ म अफरोड पनि देखाउनु पऱ्यो नि त्यही भएर मैले माइकमा राखेर भिडियो बनाउँदैछु हावा चाहिँ अब हामीले हाल्नुपर्छ पहाड जग्गामा लास्ट हावा छ कम छ तर हावा उस भयो हामीले दुःख पाइन्छ यार लास्ट दुःख पाइन्छ हावा भइयो भने त उस भयो भने त बाटो चाहिँ यस्तै अफरोड छ है यता जाने मनाङ आज दुईवटा बुलेट गाइज भेट्टे है अब त पिज्जा आउँदैन होला सब अफरोड हो साइडमा चाहिँ खोला है पुरै भिड हो राइड चाहिँ हामीले यो साइड च्यापेर चाहिँ गर्नुपर्छ उता साइडमा फेरि लिसिक्क भइयो भने सिधै तल फेरि चान्सै छैन यस्तो है तल फेरि यहाँ चाहिँ अलिक त्यस्तो होइन अरू ठाउँमा किनभने लिक च्यापेर आउनु भने त्यसले हिजो अस्ति फेरि लिक नचाप्लाएर अनि जाला नि फेरि आज पनि हिजो पानी परेको भएर हिलो भएको कि राति यो धेरै बेर परेको होइन पानी 5 मिनट परेको हिउँ चाहिँ बवाल छ नि है यहाँदेखि ओए यो लिन
झुक्केर चिप्लियो भने त चिप्लियो ल झुक्केर गयो भने ल सोच कहाँ गइन्छ ल हेर न मा हेर त कस्तो भिड त्यही भएर नो रिक्स हुन त केही हुन्न त्यही पनि होइन चौन्तरामा छ भने त्यही पनि डराउनु त पर्यो नि एक किसिमले होइन यो बाटो चाहिँ हरिब छ है माथि ढुङ्गा छ तल चाहिँ हामी यो बाटो त सेम मुस्ताङमा छ है यो पहाड काटेको हो त्यही भएर नि ल बुलेटको ग्याङ आयो 3 जना सर र यस्तो राम्रो राम्रो ठाउँमा सलल्ल पिच भयो भने त के मजा अब त पिचमा सर आउने हेर्ने फर्किने हल्का अफ रोड हान्न पर्यो अब दुःख पनि गर्न पर्यो नि त स्ट्रगल पनि गर्न पर्यो नि त केही पाउनु केही देख्नलाई घुमाउनु त नघुमाम तर केही पाउनुलाई केही गर्नुपर्छ भनौँ है हामी चाहिँ अहिले कहाँ ठोकेको र त ऊ हिलोमा काटेको हो कि अब ठोकिँदा ऊ छोकेको हो घिस्रेको त ऊ हामी चाहिँ अगाडि आइसकेको थियौँ अनि त्यही भएर तात्या बाइक त यस्तो एक गेयर दुई गेयर त लास्ट पनि बाइक तात्छ 1 2 3 भनेको लास्टै बाइक तात्छ अनि भुसाहरू चाहिँ पछि छ नि त त्यही भएर चाहिँ म मामे यसो तिनीलाई कुद्नु पऱ्यो सँगै आएपछि छोड्न नि मिलेन फाइनली गाइज फर्कासले चाहिँ चिट खाएँ है हेलमेट नलाएको हामी चाहिँ बिसिटले हेलमेट लाएको अनि त्यही भएर चाहिँ चिट काट्न पऱ्यो यहाँको चौकीमा केही छैन चिट काट्यौँ चिटहरू आउँदैछन् आएपछि चाहिँ कस्तो लाग्छ चिट काटेर मेरो जिन्दगी पहिलो चिट तान्सेको यहाँ यस्तो पढ्नुपर्छ है जस्तो हिम लाउनुपर्छ अबदेखि हेलमेट लाएर हिँड है ल फाइनली हामी चाहिँ बुम झर्नामा पुग्यौँ झर्ना त बवाल छ है यस्तो छ झर्ना राख्यो हेरे पनि राम्रो हरियाली अन्त यो अक्सिजन भए पनि तर यो जानमा चाहिँ एकदम राम्रो ठाउँ राम्रो बेला हो कि हो तर फेरि पानी पर्छ नि त पानी पर्ने सिजन हुन्छ यो पानी पर्ने सिजनमा चाहिँ पानीले पहिरो आउँछ कि भन्ने हो तर यो घुम्नुमा चाहिँ यो सिजन चाहिँ फुलफुल फुल्ने हो नि त हिउँ त हेर्न पाइन्न अहिले यो सिजनमा आएर किन अक्सिजन हो तर चाहिँ फुलफुल फुल्ने हरियाली बेला हुन्छ बवालै हुन्छ कि तर एउटा डर चाहिँ पानी नपरोस् पानी पर्नु बहुत चाहिँ हुन्छ हाम्रो बाटोमा नि हुन्छ प्लस अझ ट्रेकिङ गएको बेलामा पानी पऱ्यो भने त ओहो छेउ ब्याग बोक हिँड अरू त हिँड्दैन 22 घुम्टी हो क्या मेन जसले पनि 22 घुम्टी भन्छ 22 घुम्टी चाहिँ एकदमै डेन्जर छ अन्त मैले भ्लगहरूमा चाहिँ अरूको हेरेको बट फर्स्ट टाइम एक्सपिरियन्स रहेछ मुस्ताङ चाहिँ 1 वर्ष अगाडि गएकोमा अहिले यो वर्ष चाहिँ मनाङ घुम्नुपर्छ बेला बाटोको लास्ट आउँदैन लास्टै एउटा गाडी आयो भने अर्को बाइक पनि हट्दैन जता हेऱ्यो पनि हेरौँ जस्तो आँखै हटाउन मन लाग्ने कि तल चाहिँ यस्तो छ होला माथि डाँडा बवाल है यस्तरी सब चारैतिर घुमाउँछ अगाडि देखाउ त अब तिमी आऊ चारैतिर घुमाउँ यस्तरी जस ठाउँ चाहिँ दामी छ है वर्थ इट नै भयो आएर मजा आछ मैले पनि भ्लग सुट गरेछु मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ है बवाल है यहाँ त बवाल देखेँ पछाडि पनि होइन पछाडि पनि यस्तो बवाल छ होइन तता हेर हरियोमा त अघि यो घामले पनि कस्तो माथि हरियो त कति राम्रो देख्यो क्यामेरा त सबै देखिन्न किनकि आँखाले जस्तो मजा त आउन्न त्यही नि वाइल्डले यो हरियो पाहाड देखेर बवालै मजा तल चाहिँ भ्यू यस्तो है फेरि ब्याक छ तलको भ्यू फेरि यस्तो क्यामेरै अफ गर्न मन नलाग्ने जस्तो बाटो छ कि यहाँ त जता जुन एउटा डाँडा कटेर अर्को डाँडामा गयो त्यो नि बवाल देखिन्छ त्यहाँदेखि भिडियो बनाउन मन लाग्छ अब फेरि धेरै भिडियो बनाएर लामो हुन्छ जताततै बवाल कि फेरि त्यो चाहिँ लास्ट साङ्गो बाटो रहेछ यो गाडीले अघि धुलो उडा थियो अहिले धुलो उडाउँदैछ यस्तो छ बाटोको हालत माथि ढुङ्गा कस्तरी बस्यो यार झर्न सक्छ चर्के छ झर्न के फेरि पोखरीबाट यसरी राइट सिट है हजुर राइट सिट बाटो छ त्यसै ग्रिन टेक अनि हस् धन्यवाद है हामीलाई चाहिँ एउटा यसलाई भर्खर बाटो सोध्यौँ 2 घन्टा लाग्छ अरे फर्स्ट लिएर आउने
माथि चाहिँ बाटो राम्रो हो भन्दै हुनुहुन्छ होप सो बाटो राम्रो आयो नि हुन्थ्यो अहिले चाहिँ यस्तो खतम छ बाटो थ्या बाटो सम्झिँदै झ्याउला मलाई त यो गइदिनु हामी है नयाँ बाटो काठको ए ठाडै उकालो छ झन् ठाडीको फेरि झन् जिरो हट मैले त्यत्रो बनाएर लाएन रेस्टुरेन्ट मामे बाइकले तानेन है गाइज वाइल्ड घाउ मुस्किलले त्यो पहाडीको के हो र अगाडि घाउ निकाल बेला सुरु साइड लाउँछु है तपाईँको साइड लाउँछु धन्न बाइक त पहाडीको बाइक त जेरो हो कि पुरै केही लागेन अघि पम्प त हानेको त्यही पनि खै के भयो बाइकको अब पहिलाको बुलेटमा त उसै थियो ठोक्की नि अहिले नि त्यस्तैको ल्याङ त गर्दा त्यो ब्याग थालिदिने कतै लगाएर लगाइज हामी चाहिँ रेस्ट गऱ्यौँ बाइकले तानेकै होइन कि बाइक लास्ट हिट भएर लास्ट गाह्रो भयो एकछिन अघि रेस्ट पनि हानेको यो के यस्तो पुरै कालो भयो त पहाडै यस्तो हो हामी यहाँ रेस्ट गऱ्यौँ प्रकाशले नि स्न्याप बनाउँदैछन् माथिबाट यस्तो देखेको छ वाउ हामी चाहिँ यस्तो ब्रेक लिगयौँ विशालहरूलाई कुरेको यो पहाडहरू त यति ठुलोमा चाहिँ बाइक चलाइरहेको त्यही भएर मैले भिडियो चाहिँ बनाएँ होइन हिमाल देख यति देखेँ ल आज धेरै क्लाउड छ त्यही भएर देखेँ होइन पछाडि यो त छ के यो आज लास्ट के उसला त्यही भएर यो बाटो त डेन्जर हेर न यस्तो मुनि हिँडेर जानु हो यो पहाड हो तानेन बाइकले दुखो दियो धुलो उडाउन आयो मैले अघि राम्रोसँग त्यसलाई भन्दैन मानेन त्यसले अब आयो भने त्यसलाई अगाडि जाने दिन्छ कि मान्छेलाई खुट्टा फटाएर हुन्छ कि हुन्छ यहाँ चाहिँ हामी कुन ठाउँ पुग्यो होला नि थाहा होइन सर कता यता मलाई पनि थाहा होइन अगाडि चाहिँ भिउ बवाल देख्दै त्यो तडा जुम गरेर हामी ट्रेकिङ हिँड्न सुरु भएको भर्खरै आइपोस्टबाट चेक गरेर पुस के अरे के भन्छ अक्सिजनहरू चेक गरेर दबाई सबाई लिएर हिँड्यौँ अहिले सबैलाई ठिक छ के अरे माथि अब प्लेट नलाओस् कसैलाई हामी रेडी हो अब सब रेडी भयो नि यहाँनिर स्टिक छ यहाँ पन्जा अनि हामी निस्किनु पर्ने चाहिँ केटाहरू चाहिँ भित्र सिजर पनि आयो भुसन पनि आयो ल हामी चाहिँ हिँडिसक्यौँ 10 मिनटमै फ्याक परिसक्यो हामी प्रकाश चाहिँ यहाँ छन् कस्तो लाग्छ साथी 2 दिन हिँड्नियो भोलि निस्किएन 2 जना केटाहरू चाहिँ यहीँ छन् यहाँ देखेका पनि छैनन् एउटा ब्याग बोकेर पछि आइरह लास्ट थाकियो 10 मिनट बस हिँडेको जम्मा 2 दिन हिँड्न टाउदु हो तँ खाएको यहाँ हो कि सक्दैन कि अब तिमीले लियो एकछिन बसौँ अहिले सबको हालत टाइट भइसक्यो है हामी 4 जना आइसक्यौँ त्यसै बेला गाना बजाइरहेको यता भुसाल मामे केटा कस्तो लागिरहेको हिँडेर एक दिन हिँड्ने अझै कतिको जोस छ ल जाम एकछिन बसेर ल हाम्रो फर्स्ट ब्रेक भनौँ अब फर्स्ट ब्रेक जाने नि फोर्थ ब्रेक हिँडेको 20 मिनट भयो होला बल्ल 4 मिनटै हिँड्यो होला धेरै चाहिँ बवाल छ लास्ट थाकियो
कालो छ कालो बोक्ने पालो मेरो अहिले पालो भन्दा पनि थाकेँ तर मैले बोकिदिँदा लास्ट कालो राख्न सक्छु बोक्छु बोकेर दिन्छु सिर्जललाई यो कालो हिँड्न झेउलाएर पानी छोप्न यो कालो हिँड्न झेउलाएर सिर्जना सर्टकट गयो है त्यही उल्टो बाटो यता यस्तो तल गयो मैले डाँडा मात्र चढिरह डाँड चाहिँ फाइनल्ली आएँ म चाहिँ पहिले आएर रोकिसकेँ यिनीहरूलाई एउटा ब्याग छुट्यो अनि सिर्फ लिन जाँदै ब्याग मतलब ट्र्याक छुट्यो फेरि म दौड्दै गइरहेको थिएँ देखिएन अहिले उहाँ छुटेकै फेरि उहाँ यो घर चाहिँ 15 मिनट लाग्थ्यो हामीलाई आउन देखिएको छैन ए पुगेछ उहाँ दौडी उहाँ पुगेछ ज्याकेट छोडेर लिन गएको थियो सुतिसक्यो यस्तो पारामा बाटो चाहिँ यस्तो छ तल सिधै वीर केटाहरू उहाँ छन् आउँदै मजाले अघि चाहिँ त्यो टिकटक भन्दैन भने बालाजी महाराजी कि जय भनेर लड्छन् नि त्यो ठाउँमा तर हामी त्यो लुटेन बोकेनौँ टाढो भएर लाउनलाई ज्याकेट पछि आइरहेको होला यी बाटो यस्तो छ सट्ट फर्किन सट्ट फर्स्ट जग्गै लिचोक आउने हामी 4500 मिटरको हाइटमा धेरै नै अनि बेस क्याम्प पुग्न 1 घन्टा पुरै ओह्रालो अनि त्यसपछि चाहिँ 1 घन्टासम्म ओह्रालोसम्म दुवै मिक्स भएर बाटो भर्खरै रिस्टरहरू कुरा गर्थ्यो त्यही हाम्रो घरतिरको पैसा बाटो चाहिँ यस्तो छ है लास्ट हावा अनि मिस यो पहिरो खसेर माथिबाट बाटो यस्तो छ सिधै यतिमा टेकेर हिँड्ने हो यसरी ए बे लास्ट टाढो भएर मैले मास्ता आएको त्यो गालासाला सब पुग्छ कि हावाले बाटो यस्तै छ यस्तो हुन्छ हालत ट्रेकिङ आउनु अगाडि धेरै बुझेर आउनुपर्छ नि मामी हो कि नै मामी ट्रेकिङ आउनु अगाडि नखासप्छ कसैलाई यता हेर्दा रातै भयो मुक्ति तिम्रो त ल बिस्तारै थाक्यो त्यो रोग सक्दैन भने हामी चाहिँ फाइनल्ली बेस क्याम्प पुगिसक्यौँ भोलि बिहान 4 बजी उठेर लिजु जाने हो सुरल अगाडि चाहिँ प्रकाश छ अनि दुई भुसाल छ प्रकाश जल्दी लेक लागेर अन्त गाह्रो भयो बिरामी भयो प्रकाश बिरामी त के भने सासमा गाह्रो भएको बवाल यो देखेछ भोलि हामी कुन बाटै देखेन त यहाँ यस्तो बाटो हुँदै यो हिमालमा गएर हिमालबाट 1 घन्टा तल गएपछि बल्ल तिलचो देखेर आउँछ अरे हेरौँ यहाँसम्मको त आरामले यो भोलि चाहिँ अलि टप छ बाँकी त्यो लेक यो लेक चाहिँ यस्तो छ है प्रकाश छन् लेक चाहिँ हिजो अस्ति हाम्रो पुरै हिउँ थियो अरे पग्लियो चाहिँ यस्तो छ हिमाल सक्यो भने हिमाल खेल्न जानुपर्छ यहाँ त सुकिसकेको रहेछ माथि गएर हिउँ खेलेर आउनुपर्छ ल यस्तै छ खासै हुँदा होइन यस्तो छ यहाँ टेकोमै यहाँनिर चाहिँ यहाँ छ मान्छे हिउँ यस्तो गरेर हिउँलाई डल्लो पारेर यस्तो गरेर यसरी हान्ने भनेको लागेन है यहाँ चाहिँ अर्को रड पनि हान्छ प्रकाशले मलाई हान्न गहन
यस्तो हातमा लिएर तल्लो पारेर प्रकाशलाई ओए लाग्यो केटा आउँदैन केटालाई कुर्छौँ थकाला